हेलो एभ्रिवान, गुड इभिनिङ सबैजनालाई। र अहिले भने चाहिँ म चाहिँ अब अहिले चाहिँ बसिरहेको छु कामसाम सकेर होइन। आज चाहिँ म चाहिँ छुट्टी बसेको थियो साथीहरू होइन। छुट्टी पनि के भन्नु, अब भनेको जस्तो बस्नु पनि पाउँदैन। लुगा धुनु थियो, अन्त पाहुना आएको थियो। पाहुना फर्किँदा ओर्दा 4 बजिहाल्यो होइन साथीहरू। अनि पाहुना फर्किसकेर म चाहिँ लुगाहरू धुनु थाल्यौँ। अन्त अहिले चाहिँ अब बेलुकाको लागि नानीले मोमो खाने भन्दै थियो, अब चाहिँ बनाउनु आँटेको छु साथीहरू। यहाँ चाहिँ मेरो साथीहरू चाहिँ सबै छुट्टी भएर फर्किँदै रहेछ। कहाँ? ए हो गेटको। लु बाई बाई है साथीहरू। यहाँनिर चाहिँ यो चाहिँ फल अरे होइन साथीहरू। आमा र म चाहिँ मैले चाहिँ फुल हो फुल भन्दै थिएँ होइन। अन्त यहाँनिर चाहिँ होइन यो फल हो, यो पहिला हामीले खान्थ्यो भन्दै थिएँ होइन। भन्दैछ र चाहिँ अनि यहाँ भाइलाई चाहिँ टिप्नु लगाएको खास चाहिँ के रहेछ भनेर होइन। अब हेरौँ है त साँच्चीकै फल हो कि होइन रहेछ। रिक्सेल नचलाऊ मामालाई, यता हो। यहाँ बाथरुमको दैलोबाट चाहिँ टिप्दैछ यहाँनिर हेर्नुहोस् है साथीहरू। परिङ ल्याउनुपर्छ हौ कहाँबाट। परिङ ल्याउनुहोस् त बोजू। आमा चाहिँ यहाँ परिङ ल्याउनु जानुभएको छ। बुइ त्यो चिप्लो छ, त्यो भरे भाँच्यो भने चाहिँ यहाँ टेकेर पो चढ्ने हुन्छ, हुँदैन है। अहिले फल खाने हुँदा मान्छे फल्छ अन्त। आज छुट्टी भएर सबैजना खेल्दै रहेछ है साथीहरू। उहाँ रहेछ नि आमा, एकछिन ल्याउनु न हौ त्यहाँ परिङ ऊ पर इस्कुसको त्यहाँ, अहिले त्यहीँ हालिदिँदा हुन्छ नि। मौसम चाहिँ यस्तो छ साथीहरू अहिलेको फिलहाल। आज चाहिँ तर जोस् राम्रै भयो हुनु चाहिँ। सधैँहेरि चाहिँ दिउँसो चाहिँ एकछिन पानी परेको थियो, तर अहिले चाहिँ राम्रो भएको छ। रिक्सु हाई भनिदिनुहोस् यता, यता फर्केर। ओके यता फर्केर हाई हेलो भनिदिनुहोस्। लु नमस्ते भनिदिनुहोस् एकताल यता फर्केर। मछले भन्छ मेरो भाइले। हो त्यो ल्याउनु नि हातकै। मार डालेगा है भेट्छ। अर्काको परिङ चोरेर ल्याउँदैछ बोजूले चाहिँ। पेमा अरे मामालाई परिङ ल्याउँदैछ। ओइ एकछिन नगर। यो चाहिँ खिड्कीमा चढेर तल यहाँ झऱ्यो, यहाँबाट झऱ्यो भने चाहिँ साथीहरू यहाँ डाइरेक्ट यहाँ माथि छानामाथि पुग्छ हो। ढाड भाँच्छ कि के हुन्छ। पेमा भन्नु हुँदैन, मामा भन्नुहोस्। परिङ लिएर आउनु हुँदैछ आमा चाहिँ। अब चाहिँ हामी टिपेर हेर्छौँ फुल हो कि दाना हो। आमाले चाहिँ एकोरै गर्दैछ दाना हो मिठो हुन्छ भनेर। म चाहिँ फुल हो भन्दैछु होइन साथीहरू। के रहेछ हेरौँ है। आँखाले भ्याउँदैन रहेछ नि त, तर यस्तो छ फुल जस्तै देख्दैछ हो देख्नु चाहिँ, तर के हो खास हेरौँ। साँच्चीकै दानै हुनसक्छ अब उहिले खाएको हो भने त। रिक्छु नमस्ते भनिदिनुहोस्। नमस्ते भनिदिनुहोस् मेरो छोरा, अल्छे छोरा। फेरि केस मिला त के कालो कालो देख्छ त। बोजूको राइट हुने कि मेरो हुने, अब हेरौँ है त। ट्याकको बटर त आमा साँच्चीको फल हो भने त मिठो हुन्छ होला है। नठटाउनु अरे। वाउ भुइँमा झर्छ है। अलिक खुट्टा नि दह्रो टेक्ने, फेरि पर बटार्ने हुँदै यता फुस्काइ पठाउँछ है खुट्टा। के हो त्यो त आम्मामा लाबर जस्तो हुँदो रहेछ त। बान्नु पर्दैन भनेको नि हो। त्यहाँ चेपभित्र सट्टै छिराएर चाहिँ बटार त भचाउनु आँट्यो यसले। अब त्यही त पाकेको भन्छ कुनि के हो। वा 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 खै। ए हो रहेछ साथीहरू। लु दामी हुने रहेछ, तर यसको टेस्ट चाहिँ कस्तो हुन्छ कुनि। के भन्छ यसलाई चाहिँ। होइन पात यो खाने नै हो।
ए लु है साथीहरू, यसको नाम चाहिँ याद छैन के हो, कमेन्ट गरेर भन्नुहोस् होला। हजुरहरूले चिन्नुभयो भने चाहिँ। यस्तो रहेछ, खायो चाख्यो कस्तो रहेछ? हौडे म पनि खाइहेरौँ। मिठो छ भने त अलिक टिप ल। कस्तो दामी देख्दो रहेछ हौ। यस्तो रहेछ साथीहरू, यो के हो तपाईँहरूलाई याद छ भने चाहिँ यसो कमेन्ट गरेर भन्नुहोस् होला। यहाँ पनि आयो एउटा फेरि हो। अब चाहिँ म चाख्छु यसलाई। म चाहिँ चाखेर हेर्दैछु ल साथीहरू, यो के रहेछ, खाने नै हो के हो? कहिले खाएको थियो आमाले चाहिँ? मिठो हुँदो रहेछ साथीहरू। ल आमाले नै जित्यो यसमा चाहिँ। अब भाइ खानुहोस्। कस्तो मिठो रहेछ खै। गर्नुहोस् त। मुखभरि टाल्यो। गर न। यम्मी मुखमै टाल्यो। के भन्छ यसलाई चाहिँ आमा? ठिकी फल? ए मात्दैन यो खायो भने चाहिँ? खोइ सक्यो? छ नि रुखमा त, अझै टिप्नु सक्दैन। सबैजना नखाने किन? सबैजना नखानु, सबैजना एकैतालमा जानलाई भन्दैछ। उहिले खाएको अरे के को जान्छौ? वाउ इस साथीहरू। लु बाई बाई साथीहरू सबैजनालाई। अहिलेको भिडियो चाहिँ यति नै। फेरि भेटौँला नेक्स्ट भिडियोमा। दामी देख्दो रहेछ हौ फोटो पनि।